arrive at the orange farm. हेलो भारी कहाँ कि ऑरेंज पिकिंग गर्न आयो कि हेलो Hi, Bana. Arjun. And then now we have arrived at the orange picking farm. अच्छा बुवा कहाँ जानुभयो कहाँ जानुभयो रुखमै जानुभएको छ त I am getting a nice orange. घाममा बसेर आनन्दले खानु पर्यो अनि हो मम्मी के छ मम्मी कसरी हो नि सुन्तला गोटाका कति $25 per 2 kg. होइन गोटाको 10 रुपियाँ हुनु नेपाली सुन्तला भएछ वान हो आमा आयो म हो भन ल पहिला खाऊ सुन्न लाएर अरू पनि रुख होला नि बा अरू पनि रुखमा चढ्नु पर्यो त एउटा मात्रै यत्रो रुखको बगा उसमा आएर नचढिकन टिप्थ्यो कि ए भाइ नि बाले त उहाँ चाहिँ धितालमै सुन्तला टिपे जस्तो गर्नु हो बाले We need to go home. You fill the bucket. Full भयो कि भन अरेन्जले आफै गर्ने ड्याडीले ड्याडी होल्ड गर्ने टु बिग फर यु आपको टर्न हजुर मम्मी टिप्न त मिल्यो टिप्न मिल्यो उहाँदेखि त आएको $65 त भिडियो पनि बनाउनु परेन त्यहाँदेखि है त्यस्तै होला नि त मिठा त्यो सबै मिठै खानु होला भाइको त भरिसक्यो ए बिर तिम्रो ल यहाँ त छ र नातिको बकेट आफै टिप्छ कि आमा भन यताबाट है ल बाले बल्ल बल्ल एउटा बकेट भर्नुभयो घुमेर आउँदा यति बकेट खाइसकेर आऊँ अनि फेरि भनौँ आबुले भरिसक्यौ अब फाल्नु हुन्न मिठो हुन्न अमिलो हुन्छ आबुले टिपिन्छन् बरु यहाँ आफ्नो पोल्टाको नि खसाल्छौ कि Daddy is not doing anything. He is only eating orange.
हो कसरी हजुर सुन्तला यहाँ त फ्रीमा होइन पार्कमा यहाँ त फेरि टिप्न पाइयो $10 फ्रेस सुन्तला देसी सुन्तला हैन दादा दादा आउनु सुन्तला खान ऑरेंज खान आउनु दादा ऑरेंज भने हेलो बारी हाम्रो त यहाँ बाबु छोरा कम्पनी हो नि त होइन बेबीको सुन्तला यहाँ खोइ बेबीको सुन्तला हेलो ए हालो खाए त माइडी